हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। आज चाहिँ के देखाउँछ भनेर हेरेको, उता हेर्नु न, उता नाटक केही देखाउँछ कि मलाई देखाउँछ कि भनेर हेर्ने। ओ हेलो, के छ गाइज, हजुरहरू सन्चै हुनुहुन्छ होला। अहिलेसम्म मैले भिडियो 2टा हालेँ, हेर्नु बिहानदेखि हाल्ने टाइमै नभएको हो कि यहाँ दिँदैनन् के। अनि फेरि काम गरेको पनि के देखाउने, अनि जाने बाटो जङ्गल छ, आउने बाटो जङ्गल छ, काम यस्तो छ, के देखाउनु, लाज लाग्छ। पहिला मोबाइल यस्तरी हिँड्नाले लाज लाग्छ हामीलाई। बाटोमा आइसक्यौँ हामी, रुम जाने बिच बाटोमा आइसक्यौँ गाइज। आजको वेदर चाहिँ यस्तो छ, पानी पर्ला जस्तो छ, हावाहुरी लागेको छ। पछाडि हुनुहुन्छ मेरा बुढा अनि आन्टी हुनुहुन्छ। अनि जङ्गल छ गाइज, यस्तो जङ्गल छ हो न जङ्गल, तर पनि हामी डराउँदैनौँ। नेपालीहरू हुनुहुन्छ, नेपालीहरू। यस्तो राम्रो वेदर छ गाइज, आजको वेदर हेर्नुहोस्। यहाँ त कति ऊ पनि आउँछ, मयूर पनि आउँछ। आज चाहिँ मयूर आएको थिएन, यस्तै छ, के गर्नु। अब गएर खाना पकाउनु पर्छ गाइज। अनि खाना पकाउनु पनि हामी यस्तो ग्रुपमा बस्छौँ, हेर्नु। ग्रुपमा बसेपछि बोल्न लाज लाग्छ के, ग्रुपको अगाडि बोल्नै लाज लाग्छ हामीलाई। मेरा बुढाले प्याज बनाउनुहुन्छ अनि मैले चाहिँ प्याज काट्छन् उनले, अनि मैले तेल हालेर दाल बनाउँछु। यस्तै छ गाइज। रुम थिम जान लागेपछि भिडियो बनाउँछु ल। पहिला गाइज, पहिला हेर्नु, यो रुम भर्खर फेरेको बेला यति डर लाग्दो जङ्गल लाग्थ्यो। यो अचेल चाहिँ हामी बानी परिसक्यौँ। अचेल त्यस्तो केही लाग्दैन। पहिला त यो धुलो उडेर यो बाटोमा, अझ हिजो पानी आएर यस्तो भएको, नत्र धुलो उडेर यस्तो डर लाग्दो बाटो थियो। अब यस्तो जाडो महिनामा त गर्मी जाडो महिनामा त अब छिटो रात पर्छ, हेर्नु। अनि छिटो रात परेपछि त हामीलाई डर लागिहाल्छ। यति ठुलो जङ्गल जस्तो छ। यति मान्छे हुन्छ, नेपाली भनेको गोर्खाली हो, किन डराउने, यस्तो भन्ने हुन्छ। हेर्नु, हाम्रो ससुराहरू पछाडि हुनुहुन्छ होला, लाज लाग्छ ससुराको अगाडि बनाउँदा। पानी छ अगाडि, पानी कुरा सुनौँ है, कुरा हेर्नु त गाइज। पानी हेर्नु गाइज, पानी चाहिँ ठुलो होला। पानी बिहे कहिले गर्ने अरे मदन? मङ्सिरको महिना बिहे फिक्स भइसकेको छ, मङ्सिरको महिना। तर बिचमा कोही नमरेपछि हामी रुमसम्म आइपुगेको छौँ गाइज। रुम थिम आइपुगेको छौँ। रुम चाहिँ त्यो व्हाइट कलरको हो, व्हाइट कलरको घर हो हाम्रो रुम चाहिँ। अगाडिको चाहिँ होटल छ अनि यता चाहिँ रुम छ गाइज। सो गाइज, अब घर खाना पकाउनु पऱ्यो। धेरै एक्साइटेड त हुनु भएन, खाना पकाउनु छ गाइज। खाना पकाउनु चाहिँ उनी नै हुन्, हामी धेरै खाना पकाउनमा ट्यालेन्टेड छैनौँ। परदेशको ठाउँ यस्तै छ गाइज। हेर, झ्याल खोल्न लगाएका छन् मेरा बुढाले चाहिँ। हामी रुममा आइसक्यौँ। हामी कति डान्स हेर्नु गाइज, ग्रुपमा बस्छौँ, यस्तो छ पारा। ग्रुपमा बस्ने मान्छेको हेर्नु, सब छुच्छन्, धेरै बोल्न पनि पाइँदैन। अब चाहिँ मैले छाता राख्छु, छाता चाहिँ दिनकै बोकेर हिँड्नुपर्छ गाइज, किनकि पानी पर्छ भनेर। अब हामी खाना पकाउँछौँ। अब उनले प्याज काट्छन् गाइज। भोलि बोलाउँला। अब हाम्रो ससुरा बुवा लाउनु भएको छ, हामी यस्तो भिडियो भन्ने चिज बनाउँदैनौँ। तर फाइनली हामी रुम पुगिसक्यौँ। र मेरो बुढीले होइन, उहाँ चाहिँ कान्छी के बनाएको हेर्नुहोस्। यो प्याज टमाटर मैले काटिदिन्छु होइन, ऊ सिन्की आज हुँदैछ सिन्कीको रेसिपी। ओ रेसिपीमा लसुन भइसक्यो, देख्नुहोस् प्याज। ओ माई गड, हात जलिसक्यो है। अब के गर्नु, म चाहिँ अब वेटर परेँ, हेल्पर क्या। लिनुहोस्, केही भन्नु छ कान्छी तिमीलाई? केही भन्नु छैन गाइज। कामबाट थकाइ लागेर आएको हुन्छ, कामबाट थकाइ लागेर आएको हुन्छ। यति स्वार्थी छैन होइन, यति स्वार्थी छैन यिनीहरू। एक्लै देखिनु पऱ्यो भिडियो। उनी पनि एकदम स्वार्थी छन्। प्याज टमाटर भिडियोमा गएर एक्लै देखिनु पऱ्यो। प्याज टमाटर काटेपछि अब अचार मात्रै पिस्छु। म चाहिँ अचार पिस्नु लाग्यो, हेर्नुहोस् होइन। हजुरहरूलाई थाहा छ होला नि,
यो कसैको घरमा छ कि नै एकचोटि प्लिज होइन कमेन्ट गरिदिनु होला होइन किनकि प्रायः जस्तो अब अहिले जमाना कहाँदेखि कहाँसम्म आइसक्यो हामी चाहिँ यही युज गर्ने गरे हामी हेर्नुहोस् प्याज टमाटर चाहिँ यहाँ छ यही टमाटरको आज म तपाईँहरूलाई चटनी बनाउनु छु हेर्नु उहाँले अब चटनी बनाउनलाई सक्नुभएको यो चाहिँ म गर्मी भएर उहाँ यस्तो म चाहिँ गर्मी लास्ट गरेँ हेर्नु मोटा हुनु भएको छ धेरै यता चाहिँ मैले भात बसालिसकेँ यतापट्टि चाहिँ सिन्की पकाउने हो गाइस अझै बेसार सेसार हाल्नुहुन्छ फाइनली आजको लागि चाहिँ यति नै गाइस अब भोलि भेटौँला मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला गाइस सबैजनालाई सपोर्ट गरिदिनु होला अहिलेसम्म अब यो भिडियोसँग 3टा भिडियो हुन्छ अब बोल्न पनि म सिक्दैछु गाइस मोबाइल समात्नै आउन के को सिक्ने हो गाइस म चाहिँ अब खुर्सानी हेर्नुहोस् है 3वटा खुर्सानी छ बिदाई माग यो मेरो लागि यो मेरो बाबाको लागि बिदाई माग बाई बाई